हेलो एभ्रिवान, म चाहिँ हिँडेँ स्विमिङ खेल्न छोरीको ट्युब र टिकट बोकेर। अनि म स्विमिङ पुल पुगेपछि चाहिँ एउटा यसो भिडियो लिएँ। त्यस पछाडि मेरो छोरीलाई कति बेला स्विमिङ खेलौँ भन्थ्यो। त्यस पछाडि मैले छोरीलाई स्विमिङमा लगेँ, पानीमा राखिदिएँ। उसलाई चाहिँ कति धेरै डर लागेको थियो कि पानीमा खेल्नलाई। हेर्नुहोस् त साथीहरू, उसले कति धेरै इन्जोय गरेर छिन् पानीमा। उसलाई बाहिर निस्क भन्दाखेरि पनि उसलाई निस्किन मन नै लागिरहेको थिएन। तर पनि त्यो दिन चाहिँ त्यति धेरै घाम पनि लागेको थिएन, बादल आइरहेको थियो, डर डर पनि लागिरहेको थियो बच्चालाई चिसो लाग्ला भनेर। तर उसले यति धेरै इन्जोय गरिरहेको थियो नि, त्यहाँबाट निस्किन उसको इन्जोय हेरेर मलाई पनि मन लागिरहेको थिएन। छोरीको स्विमिङ चाहिँ पहिलोचोटि हो, त्यही भएर उसलाई पानीमा खेल्न यति धेरै मजा आइरहेछ। त्यही भएर उसले चाहिँ 2-3 घन्टा स्विमिङ गरिन्। त्यस पछाडि हामी घर आयौँ।